केदारनाथमा पनि। के तपाईँ इन्डियाको केदारनाथ पुग्नु भएको छ? म भर्खर आएको 3 दिन भयो, 4 दिन भयो। त्यहाँ केदारनाथ पुग्नुको महत्त्व चाहिँ के हो र के बुझेर जानुभयो? केदारनाथ र हाम्रो डोलेश्वर महादेव र पशुपति महादेवको चाहिँ हाम्रो चाहिँ त्यहाँबाट लिङ्क हुन्छ। भीमको सबभन्दा ठुलो कहानी छ। जब भीम हजारौँ हात्तीको बल पाइसकेपछि भीम सोच्यो म सबभन्दा दुनियाँको शक्तिशाली हुँ र शिवजी तपस्यामा लिन हुनुहुन्थ्यो। अनि त्यतिखेर चाहिँ भीमले पक्रिन जाँदाखेरि चाहिँ यो पछाडिको भाग मात्रै पक्रियो अनि त्यहाँबाट स्वयं निक्लिदिनु भयो क्या नेपालमा। अनि बाबाहरूको पनि एउटा निकै ठुलो ग्रुप छ भनेर भनिन्छ र देखिन्छ पनि। त्यो बाबाहरूको तपाईँहरूको यो इन्टरकनेक्ट कतिको छ इन्डियाको बाबाहरू र नेपालको बाबाहरू? अब भारतीय साधुहरू भारतमा भिखमङ्गा साधु बढी छ र भारतमा मैले अनुसन्धान गरेको अनुसार नेपालीहरूलाई धेरै भ्यालुलेसन नदिन खोज्ने, नेपालमा आएपछि धम्की दिन खोज्ने तिनीहरू। अनि नेपालमा धेरै साधु सन्त नभएको र नेपालमा अलिक घृणा पनि गर्छ धेरै जस्तो ठाउँमा र नेपालको जनताहरूले नबुझेको आवश्यकता म देख्छु। आज तपाईँ यहाँ तराई मधेसमा रहँदै गर्दा के तपाईँले पशुपतिनाथको दर्शन गर्नुभएको छ काठमाडौँमा गएर? म पशुपति मन्दिरमै बस्छु। त्यहाँ के कस्तो तपाईँले वस्तुस्थिति बुझ्नुभयो र त्यहाँको बाबा या सन्तहरूसँग तपाईँको सङ्गत रह्यो? मेरो पशुपति मन्दिरमा फुल सङ्गत छ। मेरो सङ्गठन छ पशुपति मन्दिरमा र त्यहाँ रहेका नेपाली बाबाजीहरू एकदम राम्रो छन् र त्यहाँ हाम्रो पशुपति मन्दिरमा धेरै राम्रो छ र त्यहाँ जुन मान्छे सही तरिकाले गएको छ, सही तरिकाले त्यहाँ पूजाआजा गरेको छ उनीहरूलाई सबैलाई आशिष लागेको छ। तपाईँलाई किन त्यहाँ बस्नलाई उत्प्रेरणा या नमिलेर हो फेरि तपाईँ तराई मधेसै झर्नुभयो? म मधेस झर्नुको कारण यहाँ आर्थिक विकास नभएकोले गर्दाखेरि म चुजिङ भएर आउँछु। के आज दुनियाँ संसारमा बाबाहरूले आर्थिक विकास गरेको कुनै देश छ? बाबाजीहरू स्वार्थी हुन्छ, ऊ आफ्नो लागि हुन्छ। उसले भन्छ संसारिक दुनियाँ नजाने भन्छ। तर भगवान् भइसकेपछि, भगवान्को घरमा हामी खट्दै गइसकेपछि त हामी भगवान्लाई मात्रै सेवा गरेर त भएन नि त। जुन जनताले दुःख पसिना बगाएर भेटी चढाएको हुन्छ, जुन बाबाजीहरूलाई खानपानको लागि दिएको हुन्छ, अनि यी राजनीतिक कर्मीहरूले जनतालाई दुःख पीडा दिइरहेको हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ म ओर्लिएको हो होइन एक्टिभिस्ट नै बुझेर ओर्ल्याएको। पसिनाको खोलो बगाएर दान भेटी गर्छन् भन्ने कुरालाई के तपाईँ सत्य मान्नुहुन्छ? सत्य मैले देखेको पनि छ। त्यो त मान्छेले स्वत स्फूर्त आफ्नो इच्छाले दिएको दान होइन र? इच्छाले पनि कतिले दिएको दान छ र कति घोर दबाबमा आएर दिएको दान छ र कति चाहिँ चोरी बदमासी छल्ली काम गरेर नबचेको धन सम्पत्ति त्यहाँ लगेर थपेको ब्ल्याक मनी। तपाईँ नेपालमा अहिले बसिरहँदाखेरि तपाईँले नेपालको कुन नेताहरूलाई चिन्नुहुन्छ र बुझ्नुहुन्छ र कुन चाहिँ नेता चाहिँ सर्वश्रेष्ठ अथवा यसले चाहिँ विकास गरोस् भन्ने चाहनुहुन्छ? मेरो आँखामा त एउटै नेता पनि राम्रो देखिन्छ, राजा बाहेक त म एउटै पनि राम्रो देखिन्छ। नेपालको राजतन्त्र हिन्दू सङ्गठन सहितको नेपालको राजतन्त्र नै राम्रो। के तपाईँहरू यसै गरी बाबाहरूको भेषमा हिँडिरहँदाखेरि या बाबाहरूको सङ्गठनमा हिँडिरहँदाखेरि सबै बाबाहरूको त्यही नै माग हो त? प्रत्येक बाबाको एउटै माग छ, राज आओस् नेपालमा। 2058 सालको राजदरबार हत्याकाण्ड भइकन पुरानो जति पनि नेपालमा बसेका बाबाजी थियो भारतका, तिनीहरू एउटै पनि नेपालमा छैन। यो कुरा सत्य हो। हजुरको शुभ नाम चाहिँ भन्नुपर्दा? मेरो शुभ नाम चाहिँ नागरिकताको नाम चाहिँ मेरो चन्देश्वर पण्डित हो। म बाबाको भेषमा आउँदाखेरि मेरो अडाने बाबा नाम। हजुरको घर चाहिँ? मेरो घर सासापुर 1 हरिवन नगरपालिका। आज यहाँ यसरी चिया पसलमा बसेर चिया पिउँदै गफ गर्दाखेरि के कस्तो फिलिङ भइरहेछ तपाईँलाई? मलाई धेरै राम्रो लाग्छ। जति मसँग इन्टरभ्यू आउँछ, जति पत्रकार साथीहरू आउँछन्, म राष्ट्रको बारेमा बोल्छु, म धर्म गर्छु, म यस्तो धर्म गर्छु
जुन कि त्यो धर्मले म पशुपति मन्दिरमा जुन धुना चेतन गर्छु, म त्यहाँनिर सेवा गरिरहेको हुन्छु, पढाइ गरिरहेको हुन्छु, म कुराकानी गरिरहेको हुन्छु तितो मिठो कुराहरू ठाउँ बारेमा, नेपाल राष्ट्रको बारेमा। अनि ती कुराहरूलाई मध्यनजर राख्दै र काठमाडौँमा सबभन्दा बिग व्यक्ति चाहिँ चोरको छ। कुन चोरको भन्दाखेरि तपाईँ हामी पुलिसले सानो चोरलाई चाहिँ सजिलो पक्रिन्छौँ। तपाईँ सासापुर 1 मा बस्दै गर्दा कुन समयदेखि पूजन मिष्टान भण्डारलाई तपाईँ चिन्नुहुन्छ र यहाँको चियाको स्वाद कस्तो लाग्छ तपाईँलाई? म बच्चैदेखि यहाँ पसलको फ्यान हो। बच्चैदेखि जस्तै उहाँहरू साउजीहरू हुनुहुन्छ, रापरपाका पशुपति शमशेर जबरा धरीले पनि यो उनीहरूको हातका खाएका छन् हो। पशुपति शमशेर जबराले पनि खाएको हो। ज्ञानको कुरा एक दुईवटा भन्दिनँ, ज्ञानको कुरा के ज्ञानकै कुरा भइरहेछ होइन, अझै पनि ज्ञान यहाँ, ज्ञानकै कुरा त भइरहेछ। ज्ञानकै कुरा भइरहेको छ। ठिक छ, ल तपाईँसँग भेट गर्दा एकैछिन भए पनि मिठै कुरा भयो एकदम खुसी र लाग्यो। त्यसको लागि खुसी लाग्यो। धन्यवाद। तपाईँलाई म भन्छु